नमस्ते भाइ बहिनीहरू। आजको भिडियोमा हामी चाहिँ रिडक्स रिएक्सनलाई कसरी ब्यालेन्स गर्ने हो यसको बारेमा अध्ययन चाहिँ गर्न गइरहेका छौँ। होइन, रिडक्स रिएक्सन भनेको इम्पोर्टेन्ट च्याप्टर हो कक्षा 11मा चाहिँ। र रिडक्स रिएक्सन बारेमा चाहिँ न केवल कक्षा 11मा चाहिँ सोधिन्छ, यद्यपि यो चाहिँ इन्ट्रान्स एक्जामिनेसनलाई पनि इम्पोर्टेन्ट चाहिँ हो, स्पेसली ब्यालेन्सिङबाट चाहिँ हाम्रो चाहिँ एमसिक्यू क्वेसन चाहिँ इन्ट्रान्स एक्जामिनेसनमा पनि सोध्ने गरेछ। सो यो च्याप्टर बुझ्न एकदमै जरुरी चाहिँ छ। फेरि बारम्बार यो चाहिँ कक्षा 12मा पनि यो चाहिँ हामी रिडक्स रिएक्सन त्यहाँ चाहिँ आइरहेको छन् होइन। ओके, सो प्रायः जस्तो विद्यार्थीलाई गाह्रो हुने भनेको चाहिँ ब्यालेन्सिङमा चाहिँ हो। सो सजिलै कसरी हामी रिडक्स रिएक्सन ब्यालेन्स गर्न सक्छौँ त्यो मैले चाहिँ यहाँबाट चाहिँ बुझाउन खोजेको हो। अब रिडक्स रिएक्सन ब्यालेन्स गर्न हामीसँग दुईवटा स्टेप चाहिँ छन्। एउटा भनेको हाम्रो चाहिँ अक्सिडेसन नम्बर मेथड भयो, अर्को भनेको हाम्रो चाहिँ अनइलेक्ट्रोड मेथड चाहिँ हो। आज हामी चाहिँ अक्सिडेसन नम्बर मेथडबाट चाहिँ रिडक्स रिएक्सन कसरी ब्यालेन्स गर्ने यसको बारेमा चाहिँ अध्ययन चाहिँ गर्न गइरहेका छौँ। ठिक, अब यसको लागि हामीले केही स्टेप्सहरू चाहिँ छन्, यी स्टेप्सहरू हामीले चाहिँ फलो गर्नु पर्यो। ओके, अब हेरौँ। पहिलो स्टेप के हो? राइट डाउन द स्केलेटन रिएक्सन। स्केलेटन रिएक्सन भनेको अनब्यालेन्स केमिकल इक्वेसन। केमिस्ट्रीको भाषामा चाहिँ अनब्यालेन्स इक्वेसनलाई हामी स्केलेटन रिएक्सन चाहिँ भन्छौँ। दोस्रोमा के भनेको छ? फाइन्ड आउट अक्सिडेसन नम्बर अफ इच एलिमेन्ट एन्ड प्लेस देम एबभ देयर सिम्बल। हरेक एलिमेन्टको अक्सिडेसन नम्बर निकालौँ र सिम्बलको माथि चाहिँ लेखौँ। तेस्रोमा पत्ता लगाउँ कुन चाहिँ एलिमेन्टको अक्सिडेसन नम्बर चेन्ज भइरहेछ। ठिक, तेस्रो के हो र? पत्ता लगाउँ कुन चाहिँ एलिमेन्टको अक्सिडेसन नम्बर चेन्ज भइरहेछ। चौथो ध्यान दिने, यहाँ इफ चाहिँ भनेको छ, इफ भनेको अप्सनल हो। इफ भनेको अप्सनल चाहिँ हो होइन, यो कम्पलसरी स्टेप भने चाहिँ होइन। यसले के चाहिँ भनेको छ ध्यान दिएर सुनौँ ल। जुन चाहिँ एलिमेन्टको अक्सिडेसनमा चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरू कुनै एउटा साइडमा एक ठाउँ मात्रै आउँछ र अर्को साइडमा मल्टिपल टाइम्स आउँछ भने जुन चाहिँ साइडमा एक ठाउँ मात्रै आइरहेको छ त्यो साइडमा त्यो एलिमेन्ट भएको कम्पाउन्ड कतिपल्ट लेख्ने त? 2 पल्ट। यसलाई विस्तृत रूपमा बुझौँ है। साइड भनेको के त? रिएक्टेन्ट साइड र प्रडक्ट साइड। ठाउँ भनेपछि रिएक्टेन्स अथवा प्रडक्ट चाहिँ भन्न खोजेको। त कुनै एउटा साइड यानि कि रिएक्टेन्ट अथवा प्रडक्ट साइडमा एक ठाउँ मात्रै आउँछ यानि कि एउटा मात्रै रिएक्टेन्ट अथवा प्रडक्टमा आउँछ र अर्को साइडमा होइन एकभन्दा बढी रिएक्टेन्स अथवा एकभन्दा बढी प्रडक्ट्समा आउँछन् भने जुन चाहिँ साइडमा एक ठाउँ मात्रै आएको छ त्यो साइडमा त्यो एलिमेन्ट भएको कम्पाउन्ड कतिपल्ट लेख्ने हो त? 2 पल्ट लेख्ने होइन। यो स्टेप चाहिँ जब हामी चाहिँ रिएक्सन्सहरूलाई ब्यालेन्स गर्नेछौँ, प्र्याक्टिस गर्नेछौँ, त्यसमा चाहिँ हामी चाहिँ यो फर्दर पनि डिस्कस चाहिँ गर्नेछौँ। ओके, ठिक छ। र अर्को यसमा के पनि जोडिएको छ? अर्को चाहिँ जोडिएको छ, यदि हामीसँग चाहिँ हाम्रो रिएक्सन चाहिँ डिस्प्रोपोर्सनेसन रिएक्सन हो। डिस्प्रोपोर्सनेसन भनेपछि यस्तो रिडक्स रिएक्सन जसमा चाहिँ सेम वस्तु अक्सिडेसन रिडक्सन दुवैमा गइरहेका हुन्छन्। एउटै वस्तुले अक्सिडाइजिङ एजेन्ट र रिड्युसिङ एजेन्ट दुवैको रूपमा काम गरिरहेका हुन्छन्। त्यस्ता रिडक्स रिएक्सनलाई हामी के भन्छौँ त? डिस्प्रोपोर्सनेसन रिएक्सन चाहिँ भन्छौँ। डिस्प्रोपोर्सनेसन रिएक्सनमा चाहिँ हामीले चाहिँ जुन चाहिँ वस्तु अक्सिडेसन रिडक्सन दुवैमा गइरहेका छन् त्यसलाई 2 पल्ट लेख्नुपर्ने हुन्छ। ठिक, यो स्टेप नम्बर 4 हो। लागु नै हुन्छ भने जरुरी छैन, कम्पलसरी स्टेप होइन, कन्डिसन पुरा भयो भने मात्रै प्रयोग चाहिँ गर्ने हो। 5औं स्टेप ध्यान दिएर सुनौ। जुन चाहिँ एलिमेन्टको अक्सिडेसनमा चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरूको एटम, जुन चाहिँ एलिमेन्टको अक्सिडेसन नम्बर चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरूको एटमको सङ्ख्या यदि प्रडक्टमा बढी छ भने, कता बढी छ भने? प्रडक्टमा बढी छ भने अहिले नै ब्यालेन्स गर्ने रिएक्टेन्ट साइडमा। ठिक छ त। जुन चाहिँ एलिमेन्टको अक्सिडेसन नम्बर चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरूको एटमको सङ्ख्या यदि प्रडक्टमा बढी छ भने अहिले नै ब्यालेन्स गर्ने। हामी सोध्न सक्छौँ सर रिएक्टेन्टमा बढी भयो भने के गर्ने? केही नगर्ने, त्यो पछि आफै ब्यालेन्स हुन्छ। ध्यान दिने, जुन चाहिँ एलिमेन्टको अक्सिडेसन नम्बर चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरूको एटमको सङ्ख्या प्रडक्टमा बढी छ भने अनि अहिले नै ब्यालेन्स गर्ने। ठिक छ। रिएक्टेन्ट साइडमा कोएफिसिएन्ट हालेर कोएफिसिएन्ट चेन्ज गरेर ब्यालेन्स गरिदिने। ठिक, अब 6औं इन्क्रिज र डिक्रिज इन अक्सिडेसन नम्बर निकाल्ने र क्रिस क्रस मल्टिप्लिकेसनबाट इक्वेट गरिदिने। इन्क्रिज एन्ड डिक्रिज इन अक्सिडेसन नम्बर निकाल्ने र क्रिस क्रस मल्टिप्लिकेसनबाट इक्वेट गरिदिने। 7औं स्टेपमा के गर्ने त? जुन चाहिँ एलिमेन्टको अक्सिडेसनमा चेन्ज भइरहेको छ ती एलिमेन्ट्सहरूलाई ब्यालेन्स गर्ने, अरू कुनै एलिमेन्टलाई टच नगर्ने, डिस्टर्ब नगर्ने। जुन चाहिँ एलिमेन्टको अक्सिडेसनमा चेन्ज भइरहेको छ तिनीहरूलाई मात्र ब्यालेन्स गर्ने होइन। रिएक्टेन्ट साइडलाई हेरेर प्रडक्ट साइडमा ब्यालेन्स गरिदिने। 8औं स्टेपमा अक्सिजन हाइड्रोजन बाहेक जे जति एलिमेन्ट्सहरू छन्, 2टा एलिमेन्ट बाँकी छ, 10 एलिमेन्ट बाँकी छ, मतलब छैन। अक्सिजन हाइड्रोजन बाहेक जे जति एलिमेन्ट्सहरू छन् त्यसलाई ब्यालेन्स गरिदिने। हिट एन्ड ट्रायल, यो भइहाल्छ, गाह्रो हुँदैन। 9औं स्टेपमा के गर्ने त? अब अक्सिजन हाइड्रोजनलाई ब्यालेन्स गर्ने। यसलाई ब्यालेन्स गर्ने तरिका चाहिँ हुन्छ, पहिला एसिडिक मिडियममा हेरौँ। एसिडिक मिडियममा हामीले अक्सिजनलाई कसरी ब्यालेन्स गर्ने त? वाटर थपेर।
यानि कि जुन चाहिँ साइडमा वाटर कम अक्सिजन कम छ अक्सिजन एटम जति सङ्ख्याले कम छ त्यति सङ्ख्यामा के थपिदिने वाटर थपिदिने यदि वाटर पोलादिन नै छ हाम्रो क्वेसनमा पोलादिन वाटर दिएको छ भने त्यसको कोफिसिएन्ट चेन्ज गर्ने होइन त्यसको कोफिसिएन्ट 1 छ भने त्यसलाई जतिवटा चाहिँ हामीलाई चाहिँ चाहियो त्यो राखिदिने यदि वाटर छैन हाम्रो क्वेसनमा वाटर दिएकै छैन तर यहाँ त भनेको छ त अक्सिजन ब्यालेन्स गर्नलाई हामीले वाटर थप्नु पर्यो जुन चाहिँ साइडमा अक्सिजनको कम हुन्छ अक्सिजनको डेफिसियन्सी हुन्छ त्यो साइडमा हामीले चाहिँ वाटर थप्नु पर्यो भने आफ्नो तर्फबाट वाटर थप्न पाइन्छ जतिर अक्सिजन चाहियो त्यतिर वाटर थपिदिने दोस्रो स्टेपमा हामीले हाइड्रोजन ब्यालेन्स गर्नु पर्यो हाइड्रोजन ब्यालेन्स गर्नको लागि चाहिँ जुन चाहिँ साइडमा हाइड्रोजन कम छ त्यो साइडमा H+ जतिर हाइड्रोजन एटम चाहियो त्यतिर H+ थप्ने र हाइड्रोजनलाई ब्यालेन्स गर्ने एसिडिक मिडियममा हाम्रो काम सक्यो एसिडिक मिडियममा यही समझियो तर यदि हाम्रो रिएक्सन अल्कलाइन मिडियममा भइरहेको छ बेसिक मिडियममा भइरहेको छ भने केही एक्स्ट्रा स्टेप छन् माथिको स्टेप यहाँसम्म त गर्नै पर्यो एसिडिक मिडियमसम्मको स्टेप त गर्नै पर्यो त्यसमा के एक्स्ट्रा स्टेप छन् हैन हाइड्रोजनलाई ब्यालेन्स गरिसकेपछि हामीले के गर्नु पर्यो हामीले OH- लाई न्युट्रलाइज गर्नु पर्यो के भन्छ सरी हामीले H+ लाई न्युट्रलाइज गर्नु पर्यो हैन हाइड्रोजनलाई ब्यालेन्स गर्दाखेरि हामीले H+ थपेका छौं नि तर बेसिक मिडियममा त H+ त हुन्न त त्यसलाई न्युट्रलाइज गर्नु पर्यो र न्युट्रलाइज गर्नको लागि हामीले के गर्ने OH- थप्ने कतिर OH- थप्ने त जतिर H+ छ कुन चाहिँ साइडमा थप्ने दुवै साइडमा थप्ने ध्यान दिने बेसिक मिडियममा अल्कलाइन मिडियममा हामीले H+ लाई न्युट्रलाइज गर्नु पर्यो H+ लाई न्युट्रलाइज गर्नको लागि हामीले OH- थप्ने कतिर OH- थप्ने जतिर H+ छ कुन चाहिँ साइडमा दुवै साइडमा थप्ने र त्यसपछि H+ र OH- लाई कम्बाइन गरेर वाटर बनाउने र यदि डुप्लिकेसन भइरहेछ रिपिटेसन भइरहेछ भने के गर्ने त सरी डुप्लिकेसन भइरहेछ रिपिटेसन भइरहेछ भने के गर्ने त त्यसलाई चाहिँ हामीले हटाउनु पर्यो यो काम चाहिँ गर्नु पर्यो यदि डुप्लिकेसन भइरहेछ अथवा रिपिटेसन भइरहेछ भने त्यसलाई हामीले चाहिँ क्यान्सल चाहिँ गर्नु पर्यो त्यसलाई हामीले क्यान्सल चाहिँ गर्नुपर्ने हुन्छ ठीक छ त यो काम चाहिँ हामीले गर्नु पर्यो यी स्टेप्सहरु हुन् हैन सबै रिडक्स टेस्टमा हामीले यिनी स्टेप्सहरु त फलो गर्छौं नि त सो त्यति पनि गाह्रो चाहिँ छैन हामीले हरेक रिडक्स टेस्टमा आफ्नो स्ट्र्याटेजी चेन्ज गर्ने हैन नि त यही स्ट्र्याटेजी हो 1 देखि 10 सम्म 1 देखि 9 सम्म जुन चाहिँ स्टेप्सहरु भनेका छौं र सब स्टेप्सहरु भनेका छौं यति नै हुन् यही स्टेप्सहरुको प्रयोग गरेर हामीले कुनै पनि रिडक्स रिएक्सन ब्यालेन्स गर्न सक्छौं तर यस रिडक्स रिएक्सन ब्यालेन्स गर्नलाई अक्सिडेसन नम्बर निकाल्न त जानेको हुनु पर्यो नि त यदि हामीलाई अक्सिडेसन नम्बर निकाल्न आउँछ भने त इट्स ओके यदि आउँदैन भने आउँदा के च्याप्टरहरुमा म त्यस सम्बन्धी पनि भिडियो हाल्ने छु कि अक्सिडेसन नम्बर निकाल्ने कसरी तर अहिले चाहिँ मलाई जहाँसम्म लाग्छ अधिकांश विद्यार्थीहरुलाई अक्सिडेसन नम्बर निकाल्न आउँछ होला पछि गएर त म भिडियो हाल्ने छु तर यो भिडियो चाहिँ त्यस्ता विद्यार्थीहरुको लागि चाहिँ जसलाई चाहिँ अक्सिडेसन नम्बर निकाल्न चाहिँ पहिलादेखि नै आउँछ ल आउँदा भिडियोजहरुमा हामी चाहिँ इक्वेशन्सहरु ब्यालेन्स चाहिँ गर्नेछौं हामी सबै थरीका इक्वेशन्सहरु ब्यालेन्स गर्नेछौं अब एउटै भिडियोमा चाहिँ पुट गर्न चाहिँ गाह्रो चाहिँ भयो सो आउँदा भिडियोजहरुमा चाहिँ रिएक्सन्सहरु हामी ब्यालेन्स गर्दै जानेछौं ल आजको लागि हामी यति नै राखौं ल धन्यवाद